हाम्रो चाहिँ गए यता गइहाल्नुहोस् अब त्यहाँ 5 किलोमिटरको छ भित्र हुन्छ भित्र अब घनघस्याको ओकालो अब यो पर्छ यो हाम्रोको ओह्रालो नदी सुकेर अहिले यस्तो पानी जस्तो भइरहेको छ यता हेर्नु यहाँ पानी छर बग्थ्यो डाँडा काँडाबाट पुरै ओर्लिन्थ्यो अहिले पानी चाहिँ धेरै अभाव भएको छ हो कि होइन नवीन दाइ अब यो समर सिजन हो समर सिजनमा सुकिहाल्छ है भनेको नि अब त वर्षा अब रेनी सिजनमा गएपछि त्यही पनि यता हेर्नु खोला यस्तो सुकेर यस्तो भइसक्यो अब पानीको यस्तो समस्या भइसक्यो हेर्नु यति राम्रो सुन्दर ठाउँ छ है यहाँ चाहिँ हरिण छ भाइ हरिण छ यहाँ चाहिँ हामी लानुहोस् हजुरको क्यामेरा सुन्दर अन्य शब्द के हो यहाँ त बाहिर त्यो पार्कमा पनि दाइ फ्यान राखेको छ हेर न अचम्म छ क्या पार्कमा पनि यहाँ फ्यान राखेको छ कि जरा आएछ भने कतिवटा सिङ भएको रहेछ ल ल आऊ 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 दाइ यिनीहरूलाई यसरी छुने राख्दाखेरि यिनीहरूलाई खुसी होला त होइन यस्तो भएर छोडेर राख्यौँ भने मान्छेले बाँच्नु दिँदैन भने खाइदिइहाल्छ होइन यो झन् यो पनि केही पनि राखिराख्नु हुन्छ र यसको पनि जिन्दगी छ यसको आत्मा छ राम्रो मन छ होइन अब पहिला पूर्व जन्ममा चाहिँ आफ्नो कर्मको फल लिएर चाहिँ यिनीहरूले यसरी बोक्नु परेछ समुद्रलाई भेट्ने होइन जहाँसुकै जहाँबाट बगेर पनि हेलो यहाँ चाहिँ हिस्टोरी छ हजुर यहाँ चाहिँ हिस्टोरी छ कि पहिला चाहिँ मलेसियन फोर्सले लडेर उहाँबाट चाहिँ हाम्रो भाइ आउँदै हुन्छ आजकै रमाइलो के है मौसम हेर्नु मात्रै ध्यान थिएन त्यसको मार्केटमा मात्रै पहिला पनि सर्जरी ट्युजडे मेबी आई क्यान हेल्प यु बाबु तल घाँसहरू
most probably next week or following week. फाइबर हो क्या फाइबर जा राम्ररी कदम लिएर पनि जति सोच्यो नि त्यो कडाले के रहेछ खबर